मल सबै सप्लाई गरेर अनि त्यो काउलेहरू सबै रोप्ने कि मकै रोप्दैन काउली अब त काउली नरोप्दा नि हुन्छ होला अब यहाँ त कोपीहरू त काउली रोप्ने अनि त्यसपछि अँ पहिला साल त मुला मुला कति ठुलो मुला हो यो हैट त्यो मैले सबै उखालेर के हो यो खानालाई मिल्दैन यो अनि यो चाहिँ के गर्ने यो मुलाको बिउ राख्ने हो र टन्नै छ त अनि हाम्रो त तलको बाटो त खोइ त टन्नै छ यो बिल चाहिँ नहुने क्या हिजो अस्ति अनि सबै सुँगुरलाई उसलाई ठिक्क हुन्छ गाडी एक दुईवटा राख्ने क्या त्यहाँ घारी हुन्छ कि मुलाको बिउ ए बिउको चाहिँ पैसा धेरै आउँछ त्यही भएर चलाक हुँदो रहेछ त ए यहाँदेखि हाम्रो उमेशको मम्मीले कहाँनिर बनाएको खै उमेशको मम्मी अँ कहाँ बनाउनु बनाएको छैन यहीँ बनाउनु भन्थ्यो अनि बनाए त्यसलाई हुन्थ्यो नि त्यही होइन के बारी चाहिँ उमेशको मम्मी चाहिँ अँ त्यसलाई रोची बारी मैले दिन्छ नि तल तल त्यो वायो कुन खाने त बारी रोची त्यही हो भने ऊ आर बढे खान्छ भन्छ तर एक हाल्छ गएर नि त यो चाहिँ लसुन हो कि प्याज हो कति ठुल्ठुलो त दिदी साइडी कस्तो मजाले ठुलो सिस्नो खानुपर्ने जस्तो छ सिस्नो त सिस्नो खाँदैन खान्छ नि बुवाले खानु हुँदैन खान्छ तिमी खानु त खान्छ हुन्छ होला त सिस्नो हुन्छ नि त्यो मगाएको भातसँग खाने हो क्या अँ मगाएको भातसँग खाने मगाएर खानुपर्छ एक दिन भोलिपर्सि म पकाइदिउँ अँ सिस्नो आज भोलि पानी नपर्दा मिठो हुन्छ केले के अरे चिम्टा ल्याउनुपर्छ नि होइन केले स्याङ्सी गर्छ त केले पिन्छ त फेरि के छ हाम्रो फेरि के त बनाउनु पर्छ ए त्यो काठको हुँदैन त्यो जे पनि बनायो हुन्छ त्यो खोइ यहाँ तल चाहिँ कहाँदेखि जाने हो खोइ बाटै छैन त तलतिर कहाँ जाने भोलिपर्सि जाउँ कस्तो राम्रो फुल फुल्दो रहेछ जस्तै त्यो सलिड काठ जरा जरा पानी हाल्नुपर्छ झ्याप झ्याप ए अनि पाइपबाट पानी लगाउनुपर्छ ए हिमल बोक्छ अब 2-3 पानी आउँछ नि पानी त यहाँ डेली आज उता घर बनाएको छ त कहाँ अनि यो कसो घर त मम्मी सानो दिदी घर आफ्नो दिदी होइन माइली फुपूहरूको घर चाहिँ कहाँ हो खै माइली बद्री अङ्कलहरूको घर तल नै हो तलै हो यहाँबाट हेर त भेट्दैन त्यो सिङ्गर बोर्ड भनेर त्यो तल भोलिपर्सि घुमाउनु लैजाउँ अहिले त जानु पर्दैन यहाँ त सायद पानी डेली आउँछ क्या घरमा भने यहाँ बाटो छ त यतातिर चाहिँ अलिक बेसी जस्तो रहेछ आज पर्दा यहाँ त काउली त टन्नै थियो यहाँ यसपालि अब कामले गर्दा भ्याएको छैन कि अनि बन्द त नबित्ने 2 ट्र्याक्टर बन्द जति थियो यहाँ अनि सस्तै 20 रुपियाँ किलो घरमा यहाँ गाडी आयो क्या गाडी यहाँ आउँछ ए अनि 20 रुपियाँ किलो दियो मैले 20 रुपियाँ किलोमै बोल्नु सक्दैन ठिकै हो किन जानु पर्छ रामे छापसम्म उस्तै त हो यसपालि त त्यहाँ कामले भ्यायो अब चाहिँ रोप्ने
पानी परेपछि खाने अनि त्यो काउली बिरुवा राख्छ खुर्सानीको बिरुवा सबै रोप्यो यो एक आलिएको है त्यो बुढा काउलीले बुढालाई होइन नि अब छिपेको होइन अब योहरू त छिपे अब भइसक्यो है योहरू त काउलीहरू त बन्दाकोपी कि बन्दाकोपी ए अब केरा दिने यहाँ बुङ्गुरा दिने अब हिजो मैले उ गरेर हिजो बुढाले त माथि चाहिँ लैहरू खाने खान्छ नखाने त मलाई त्यही त बुङ्गुरले काटेर दिएको माथि त सबै काटेर ऊ आलु छ रहेछ त यी इस हिजो खाने के दुईटा राम्रोसँग टिप्नु भएन क्या हो खोइ त आलुको बोट खोइ यति मात्रै हो हाम्रो मैले दुई धानी आलु सिद्धि अब अब आलु कहाँ छ त खोइ आलु दुई धानी मात्रै रोएको थियो ए छैन अब भयो नि त त्यति आलु त धेरै रोपे त हुन्छ नि यहाँ त यहाँ त फेरि मकै रोप्यो नि सबै भित्र अझै त्यो पानी आएपछि खुर्सानी त पोहोर साल थियो पहिला सालमा जम्मा 60 70 बिजन दिएछ मैले पैसा जति कमाइ पनि हुँदैन गुलाबको फुल के अरे जति भयो नि पुग्दैन पैसा जति भयो नि पुग्दैन ऊ त बढी हाम्रो खर्चै जान्छ कि घरमा ऊ त मेरो फुल रहेछ के गुराँस पाडो रहेछ कि पाडो त मैले भोलिपर्सि ऊ परबाट ल्याउँला क्या पाडो त्यहाँ हुन्छ नि त्यो माथि माथि कस्तो रातो फुल रहेछ हौ त्यहाँनिर पाडो त्यो खेतखोलतिर बेसङ फुल्छ कहाँ खेतखोलतिर उतातिर फुल्छ हाम्रो खेतपालतिर छ त्यो लेकतिर झन् लेक त टन्नै छ भन्छ खेतमा त हिजो मैले उ गरेको त के हो बाख्रा लग्यो त त्यो खेततिर कहाँ तल खेत ल भरे बाख्रा लगेर जानुपर्छ त हिँड्नु पनि सक्दैन पुचे लगेर जान्छ हिँड्न सक्यो हामी तल पुग्दा छ छैन छैन यो हाम्रो यो बारी ऊ त्यो भित्ता हाम्रै है पारी भित्र माथि माथि पाखा सबै त्यो खोलादेखि यता हाम्रो के छ त त्यो माथि चाहिँ केही छैन होला नि त के अहिले के छ उता अहिले खरपाखा त्यो खरपाखा अब के पर त्यो डाँडादेखि ऊ त्यो त हाम्रै ऊ त्यो जङ्गल छ त कुन जग्गा त्यो बारी छ त माथि माथि होइन तलैबाट हो उत्ताको पाखा कि यो पाखा ऊ त्यो छ त बारी जस्तो छ त बारे जस्तो छ त्यो डाँडा उत्तादेखि हाम्रो त्यो खोल्छदेखि यता माथि बाटोसम्म अनि त्यो माथि पाउँछ त माथि अनि त्यहाँ चाहिँ के छ त केही पनि छैन होइन अनि सल्लो बोट त्यो त घाँसहरू ए पर त्यो सल्लो बोट हुने हाम्रै है माथि त पहिला नि बेच्यो नि अब त्यो पाखातिर कहिले पुग्नु हो म पुग्छ त यो घरबारी चाहिँ यो त के हो च्यान डाँडा हो के हो त्यो माथिको कहाँ ऊ त्यो माथिको झन्डा फरफर होइन त्यो मान्छे घर हो च्यान्डा त माथि ए हाम्रै घर हो क्या गुम्बा ल्याउँछ भन्छ कहाँ रहेछ गुम्बा बनाउने ठाउँ चाहिँ कहाँनिर रहेछ त माथि डाँडा च्यान्डा ऊ ए दोला ल्याएर कति 1-2 करोडको उ गरेर सम्म गरेर त्यो औतारी लामा अहिले त हिजो अस्ति ए अनि बुढाहरूलाई 100 कति दियो अरे अनि त्यो हानु बुवाहरूले सहयोग गर्नुभयो गयो नि त्यो चन्नाहरू किन्छ त्यो गुम्बा माथितिर कति माइलाले दियो होला माइलाले बुढाले 2000 दियो ए गरेर सबै त्यो माथि डाँडामा त सबैसम्म त्यो दोधरे खानेसम्म छ नि च्यान्डा माथि हाम्रो अनि तामाङको चाहिँ मर्दा डाँडामा लान्छ भन्छ त मान्छे त्यही माथि मर्दैन